फर्स्टमा कुकर बसाले। कुकर तातेपछि 1 चम्चा घिउ हाले। त्यसपछि ज्वानो मेथीलाई मसिनो गरेर पिसे। घिउ तातेपछि मैले ज्वानो मेथी हाले। ज्वानो मेथी चाहिँ हाल्नुपर्छ किनभने नानी बाबुहरूलाई चिसोको बेलामा चाहिँ ज्वानो मेथीले राम्रो गर्छ, त्यही भएर। लसुन र चिप्ली भेन्डी मसिनो गरेर काटे। त्यसपछि गाजर र आलुलाई चाहिँ मैले कोरेसम्म कोरे। अनि मेथी रातो भएपछि मैले लसुन फुराए। यो चाहिँ भिजाएर राखेको मुङ्गोको दाल र चामल हो। लसुन रातो भएपछि मैले भिजाएर राखेको दाल र चामललाई हाले। त्यसपछि मैले आलु, चिप्ली भेन्डी, गाजर पनि हाले। अनि मैले मजाले चलाएँ, सबै मजाले मिक्स हुने गरेर। त्यसपछि थोरै बेसार हाले अनि थोरै नुन पनि हाले। त्यसपछि मैले पानी हाले। पानी चाहिँ मैले अलि धेरै नै हालेर सिटी लगाइदिन्छु किनभने सारो चाउलो चाहिँ छोरीले खान सक्दैन। अनि ढक्कन लगाएर मैले कुकर बसाल्दिएँ। त्यसपछि सिटी लाग्यो। 4-5 सिटी लगाएपछि मैले ग्यास बन्द गरिदिएँ। त्यसपछि चाउलो रेडी भयो।